भोलिदेखि फेरि काठमाडौँ फर्किने चाहिँ ट्राफिक धेरै हुन्छ। त्यो भएको हुनाले यसलाई चाहिँ तत्काल चाहिँ गर्नुपर्ने कामहरू यो 2 लेन बनाउनलाई के गर्नुपर्ने र 1-2 दिनपछि धेरै पानी पर्ने चाहिँ सम्भावनाहरू छ। त्यसलाई पनि हेरेर कसरी यसलाई व्यवस्थित गर्ने, यसलाई प्रोटेक्सन कसरी गर्ने भन्ने कुराहरूमा हामी छलफल गरेर चाहिँ एउटा व्यवस्थापन गर्ने गरेर छलफल गरेका छौँ। यसलाई अब आम सर्वसाधारणले जुन दसैँ सकेर काठमाडौँ फर्किने क्रममा चाहिँ यो विभिन्न ठाउँमा यो 17, 18, 19मा चाहिँ धेरै पानी पर्ने सम्भावना पनि छ र त्यो पानी पर्ने हुनाले त्यसलाई सतर्कता साथ चाहिँ गाडीहरू चलाउनलाई पनि म आग्रह गर्दछु। धेरै यो क्षेत्रमा भिटी हाइवे र मुगलिङ एरियामा धेरै नै ठुलो पानी पर्ने भन्ने चाहिँ फोरकास्ट छ। त्यो भएको हुनाले यो त्यसैपछिको जुन ट्राभल छ यात्रालाई चाहिँ अलिक सुरक्षित हिसाबले अलिक सतर्कता साथ गर्नुहुन पनि अनुरोध गर्दछु। यो नेपाल सरकारले गर्नुपर्ने कामहरू टेन्डर भइसकेको छ। अब 2.5 किलोमिटरको जायकाको पनि टेन्डर हुने क्रममा छ र यसलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ गर्ने गरेर अब कन्ट्र्याक्टरहरूले यो ड्राई सिजनबाट अब तपाईँ तत्कालै काम सुरु गर्ने हिसाबले अगाडि बढ्नु भएको भन्ने खबर आएको छ र यसलाई छिटोभन्दा छिटो चाहिँ गरेर अब पहिलाकै चाहिँ अवस्थामा यो रोडहरूलाई ल्याउनको लागि हामी चाहिँ तत्काल चाहिँ कन्ट्र्याक्टरहरूलाई मोबिलाइज